ल गाइस आज चाहिँ हाम्रो दिदीको बर्थडे हो हैन। अब केक सेक आइसक्यो। अब केक सेक काट्ने कार्यक्रम भइरहेछ है। अब त्यो प्रकारको उसहरू छिटो पारेको भिडियोहरू त गर्न पाइएन हैन। अब केकहरू काटेको चाहिँ भिडियो बन्दैछ। अब हेर्न सक्नुहुन्छ गाइस। ल अब केक खाने कार्यक्रम भइरहेछ, हेर्न सक्नुहुन्छ। अब केक झमाझम बाँड्ने कार्यक्रम भइरहेछ, हेर्न सक्नुहुन्छ। धुवा भएको छ, यो उसहरू बाल्नाले धुवा भइरहेछ। हेर्नुहोस् केकहरू काट्ने अब हैन। अब मम्मी यता आउनुहुन्छ हैन, दिदीले चाहिँ केक काट्दैछ। अब यहाँ अनि सबै अनि सबैजना घर परिवार चाहिँ सबैजना यही, हामी सबै यही छौँ हैन। होस् रमाइलो भएको छ आज चाहिँ हैन। ठिकै छ। ल म चाहिँ यहाँ छु हैन। म पनि यहाँ मक्ख हैन, खुसी छु है। सो गर्मी चाहिँ अलि धेरै छ, त्यही भएर पसिना भएको छु म चाहिँ हैन। अनि सबै चाहिँ भिडियो नबना भन्दैछु। ल अब चाहिँ हाम्रो टिका लाउने कार्यक्रम भइरहेछ, हेर्न सक्नुहुन्छ हैन। बाबाले टिका लगाउँदै हुनुहुन्छ, त्यसपछि मम्मी लगाउनुहुन्छ, दाइले गर्दै सबैजना टिका लगाउँछ हामी चाहिँ। ल अब बुवाले टिका लाउँदै हुनुहुन्छ हैन। बुवाले टिका लगाइदिँदै गर्नुभयो। अब केक खुवाउनुहुन्छ हैन। अब केक खुवाएपछि अब मम्मीको पालो आउँछ टिका लाउने हैन। अब मम्मी जाँदै हुनुहुन्छ। बुवाले लगाएर भ्याउनु भयो टिका हैन। अब पालो चाहिँ अब मम्मीको आउँछ। बाबाले चाहिँ अब भ्याउनु लाइसक्नु भयो। अब हेर्न सक्नुहुन्छ। अब मम्मी अगाडि बढ्न लाग्नु भएको छ। अब हेर्नुहोस् है। अब मम्मीको पालो आयो। अब टिका लगाइदिँदै चाहिँ जाँदै हुनुहुन्छ। अब त्यसपछि दाइको आउँछ, त्यसपछि बल्ल मेरो आउनेछ। हेर्न सक्नुहुन्छ। अब मम्मी टिका लगाइदिँदै हुनुहुन्छ। तपाईँहरू हेर्दै गर्नुहोस् के कस्तो हुन्छ। म त मोबाइलमा त किन्ने अब दाइ चाहिँ अब जुरुक अगाडि बढ्दैछ। मम्मी चाहिँ अब यसो टिका लगाएर पनि मम्मीले भ्याउनु भयो। अब दाइको पालो हो, हेर्न सक्नुहुन्छ है त। खुवाउनलाई केक बनाउनु पर्दैन। ल अब दाइले पनि टिका लगाएर भ्याइदिइसक्यो। अब चाहिँ अब मेरो पालो हो। अब ट्याक्क म जान्छु हैन। अब म गएर ट्याक्क अब टिको लगाइदिन्छु, हेर्न सक्नुहुन्छ। ट्याक्क मैले टिको लगाइदिएँ दिदीलाई हैन। अब 2-3 चोटि टिका लगाइदिन्छु, अनि त्यसपछि बल्ल मैले गिफ्ट दिन्छु। अब हेर्दै गर्नुहोस् है त। अब मैले टिका लगाइदिएर भ्याएँ, अब फुल दिन्छु, अनि त्यसपछि बल्ल गिफ्ट दिन्छु। हेर्नुहोस् है, मैले चाहिँ गिफ्ट पनि दिएँ। ल म चाहिँ खुसी पनि भएँ, गिफ्ट पनि दिएँ। ल अब चाहिँ मैले केक खुवाइदिएँ, अनि त्यसपछि गालामा पनि केकहरू लगाइदिएँ। त्यसपछि अब चाहिँ मेरो पालो सकिएर अब दृष्टिले लिनु यो ऊ त्यो चेरी राख्दै हुन्छ नाकमा। मेरो पालो त होला नि। ल अब चाहिँ सबजनाको पालो सकिँदै गएर अब अन्तिममा बल्ल दृष्टिले टिका लगाइदिन लागेपछि अब यसको पालो टिका लगाइदिने। ल अब टिका लगाउँदैछन्। अब यही नै हाम्रो अन्तिम हुन्छ। अब टिका लगाउने, त्यसपछि लास्ट नै यही हुनेछ हाम्रो। हेर्नुहोस् है त।
एक्कासी भयो त हाम्रो कसलाई थाहा एक्कासी लोन साथ दिदीले दाइ जानुको लाइक पटेका बनाउनु पर्यो पछि आइले कि के घर गर्नु अब दाइले भिडियो गरे दिन्न त्यस्तो भन्छ नभन भने ल अब चाहिँ हाम्रो गिफ्ट खोल्ने कार्यक्रम भइरहेछ हेर्न सक्नुहुन्छ गिफ्टमा अब हेर्न सक्नुहुन्छ यो अब कसले दिएको भन्दा पनि अब जसले दिए पनि दिए होइन अब हामीले दियो होला कसले दियो थाहा भएन होइन ल हेर्न सक्नुहुन्छ हो ल यो खुसी भयो ल मोबाइल गिफ्ट आयो होइन चाहिँ सायद मैले नै दिएको हुनुपर्छ त्यही गिफ्ट हो ल अब बिस्तारै हामीले सबै गिफ्टहरू खोलेर त्यसपछि बल्ल हामीले लाग्नुपर्ने हुन्छ सक्नुहुन्छ गिफ्टहरू साथीहरू तपाईँहरूले लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला है भन्न चाहन्छु म बिस्तारै हामीले गिफ्टहरू खोल्दैछौँ हेरौँ अब के कति छ र अब अन्तिम भइसकेको छ है ओहो मैले खान्छु भोलि आएर चिया यार चियामा बिस्कुट हालेर त्यसले छेको के तपाईँलाई मनपर्छ तर म यो भन्दा थोडा बाउ छोरालाई भयो चिया खानालाई यार तोस हालेर तो खिप लगा छ खिप नतन खिप निकाल दे ल साथीहरू भइसक्यौँ लाग्नु पर्छ यही हो हाम्रो लास्ट है गिफ्ट चाहिँ यही हो बर्थडे कार्यक्रम पनि भइयो हस् है त